हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ त्यस्तो इम्पोर्टेन्ट कन्टेन्ट केही छैन साथीहरू। सो त्यही भएर म मेरो पहिलो घर, मेरो माइती घर अनि त्यसपछि गार्डन एरियाहरू देखाउने छु। त्यति नै, किनभने भित्री चाहिँ अब अलिक पछि देखाउँला, किन अहिले नै देखाइहाल्नु होइन। अनि बाहिरी गार्डनहरू त्यस्तो राम्रो होइन, तर त्यस्तो नराम्रो पनि छैन है। A1 चाहिँ A1 नै भन्नुपर्छ। तर यतिको पछाडि हेर्नु न, फुल फुलिरहेछ, कस्तो राम्रो फुल फुलिरहेछ भने चाहिँ राम्रै होला भनेर सोच्नु होला होइन। अनि तपाईँहरूलाई यसरी हेर्दा पनि देखिनु त गार्डनहरू, तर म एकदम मजाले घुमाइवरि नै तपाईँहरूलाई वरिपरि घरको इन्ट्रान्सदेखि नै देखाउने छु होइन। स्टे ट्युन साथीहरू। माइती घर है, यसकै टुर गराइदिनु पर्यो, एक्सटर्नल टुर। इन्टरनल चाहिँ होइन, आज चाहिँ छोडिदिउँ होला भित्रीको चाहिँ, भित्री भाग। बाहिरी चाहिँ मेरो गार्डन एरियाहरू कस्तो राम्रो छ, आफूलाई नै मनपर्छ। किनभने मैले आफै बनाएको नि त दामी पाराले, अनि त्यही भएर आफूलाई मनपर्छ। मान्छेहरूको चाहिँ इन्ट्रान्समा यस्तो छैन नि त अरूहरूको घरमा, अनि हाम्रो घरमा चाहिँ यो इन्ट्रान्समा यस्तो छ नि त। फुलबारी त सबैकोमा छ, तर इन्ट्रान्समा यसरी ठ्याक्कै आउने बाटो अनि छेउछेउमा यस्तो छैन। यहीँ देखाउनु खोजेको चाहिँ यो के भन्छ, स्नेक प्लान्ट। यो स्नेक प्लान्ट चाहिँ भुइँमा रोप्दा यस्तो राम्रो देखिँदो रहेछ क्या, लाइनै रोप्दाखेरि। अनि के अरे गमलामा रोप्दाखेरि पनि ठिकै हो, इन्डोर प्लान्ट हो खासमा। यो चाहिँ स्नेक प्लान्ट चाहिँ अक्सिजन धेरै दिन्छ अरे नि त यसले, त्यही भएर रुममा पनि सफोकेसन हुने मान्छेहरूलाई कोही कोहीलाई त त्यस्तो हुन्छ नि त। यो खासमा त्यो अक्सिजन धेरै दिने भएर यो प्लान्टले, यो स्नेक प्लान्टले रुममा राख्ने त्यस्तो अलिकति आफूलाई सास फेर्नु गाह्रो हुने मान्छेहरू, दमको रोगीहरूले यसो रुममा राख्नु अरे क्या यस्तो प्लान्ट। अनि अक्सिजन यसले दिइराख्छ अनि आफूलाई अलिक राम्रो सहज हुन्छ अरे। अनि खासमा चाहिँ इन्डोर प्लान्ट हो, तर बाहिर आउटडोरमा पनि त्यस्तो नराम्रो देखिने होइन, राम्रो देखिरहेछ साथीहरू। यसरी लाइनै मिलाएर रोप्नुपर्छ। अनि गमलामा रोप्दा पनि हुन्छ तपाईँहरूले, तर गमलामा भन्दा अझ राम्रो चाहिँ मैले भुइँमै देखेँ। अनि यहाँ छ, यता झ्याप्पै छ फुल फुलेको होइन। यो सब यो घर बनाउने बेलामा टाइममै मैले नै यस्तो बनाइदिनु भनेर त्यो काम गर्ने भाइहरूलाई, कामदारहरूलाई यस्तो बनाइदिनु है फुल रोप्नुको लागि, वालदेखि बाहिर भनेर बनाइदिनु भएको। राम्रो भएको छ फुलहरू। यहाँ चाहिँ छेउमा चाहिँ अब यो रोपेको छ र बिचमा नरोपेको, यता चाहिँ छैन नि त, खाली छ नि त, त्यही भएर यता रोपेको। वाउ कस्तो राम्रो देखेछ। मतलब अब फुलबारी गार्डन मन पराउनेहरूलाई चाहिँ राम्रो लाग्छ नि त, यो फुलै फुल भएको ग्रिनरी। अब मन नपराउनेहरूलाई त यस्तोलाई पनि के वाउ भनिराखेको होला भन्ने हुन्छ होला होइन। बट म पनि फ्लावर लभर्स हो नि त, त्यही भएर अब फ्लावर लभर्सहरूलाई चाहिँ मनपर्छ। अनि यता पनि यस्तो छ, राम्रो छ, दामी छ होइन। यो अलिकति क्यामेराको एङ्गल कस्तो हुँदैछ साथीहरू, माइन्ड नगरिदिनु होला है। यस्तै हो क्यामेराको एङ्गल। त्यसपछि यतापट्टि धुपी, यो धुपी रोपेको छ, साह्रै ठुलो हुँदो रहेछ साथीहरू। यो धुपी चाहिँ खासमा घरको अगाडि यसो कि हामीले आइडिया पाएको चाहिँ यहाँदेखि यो रोपेर चाहिँ घर अगाडि नरोप्नु पर्ने रहेछ। अब यो वालकै छेउमा रोपेको छ होइन, अनि यसले वाललाई मुनि असर गर्छ कि भन्ने भइरहेछ क्या हामीलाई। अनि त्यही भएर अलिकति होइन, यसरी घरको दुईतिर त रोप्नु राम्रो हो होइन, सो हो, कति राम्रो देखिन्छ, राम्रो देखिरहेको पनि छ। तर खासमा चाहिँ अलिकति बाहिरै यतातिर यो रोपेको छ नि मैले, हामीले हो यो यतातिर रोप्नुपर्ने रहेछ खासमा चाहिँ, तर त्यहाँ रोप्यो होइन। केही छैन, अब गल्ती गर्दै हो सिक्ने भनेको। तपाईँहरूले यो भ्लग हेर्दै हुनुहुन्छ भने ए हो रहेछ है, यसरी रोप्नु हुँदैन रहेछ है भनेर सोच्नु होला। पनि फुलहरू छ, यसरी लाइन रोपेको छ। फुल गमला राख्ने छ यहाँनिर, अनि गमला राख्नेमा फुल रोपेको छ। अनि यता चाहिँ लुगाहरू सुकाएको छ, हाम्रो भाउजूको काम हो यो लुगा धोएर सुकाएको। यहाँ दाउरा थुपार्नु भएको छ, भर्खर दाउरेको यहाँ हाम्रो भाउजू हुनुहुन्छ। अनि यहाँ मेरो भदैले आफ्नो बहिनी हेरिरहेछ, सुती हेरिरहेछ बहिनीलाई घाममा। अनि अरू के बनाउँ र साथीहरू, आउनु भाउजू यता भ्लगमा आउनु। उहाँ चाहिँ मेरो एकमात्र एकलौटी भाउजू हो अहिले यहाँ घरमा। अब अरू भाउजू पनि हुनुहुन्छ, उहाँहरू चाहिँ अब टाढै हुनुहुन्छ नि त। अनि उहाँ चाहिँ मेरो एकलौटी भाउजू हो। लु यता हेरेर यो मिसिनमा धुलाको लुगाको फोरै गएन जस्तो लाग्छ म त। त्यस्तो हुन्छ। अनि त्यही भएर फोहोर लुगाहरू चाहिँ मेसिनमा हाल्नु हुँदैन क्या,
मेरी भाउजू त्यति धेरै अल्छिने पनि हुनु हुँदैन है। अहिले दिन्छु म अल्छी नि भयो अरे। म हतार भएर यो यति साइलको यो कति दिनको लुगा थियो साइल? ए सेतो लुगामा त जाँदैन रहेछ। अनि जर्सीमा धरि फोहोर नगएको भने सकिएको नि। यो चाहिँ चिप्लो लुगामा त जानुपर्ने त हौ। मजाले जानुपर्ने नि। अन्त नि यहाँ भ्लगमा भन्नु न 2-4 शब्द राख्नु न के तपाईँ आफ्नो म के राख्नु शब्द राख्नु न। खाजा पकाउनु जानु लागेको साथीहरू हाम्रो बहिनीको भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हाम्रो बहिनी धेरै मेहनत गर्दै हुनुहुन्छ, गार्डन देखाउँदै हुनुहुन्छ, घर देखाउँदै हुनुहुन्छ। अरू त केही भन्नु चाहिन, मलाई भन्नै आएन। आयो सुमनले त खतरा भनिदिनेछ। अनि हाम्रो भाउ त जाँगारीले नै छ हेर्नु न। आज दिन यत्रो यहाँदेखि हेर्नु लामो कपडा धोएर सुकाउनु भएको तर वासिङ मेसिनमा है तर हालेको चाहिँ। यहाँ पनि उयोहरू राखेको छ गमलाहरू हाम्रो। म त धेरै बनाएँ। यहाँ पनि हाम्रो भाउजूले गमलाहरू यहाँ बाहिर निकालेर राखेको छ। राम्रै देखेको छ, त्यस्तो नराम्रो देखेको छैन, क्युट देखेको छ। मिनी गार्डन भन्नुपर्छ यसलाई। एकछिनै यही हो। उतापट्टि चाहिँ बाटो छ है, धुलो धुवा आउँदैन क्या। यो बाटोको अगाडि यसरी फुललाई नै रोप्यो भने चाहिँ नि बाटोको धुलो धुवालाई छेक्छ। त्यही भएर बाटो अगाडि यसरी गेट जस्तो पाराले रोप्नु होला सबैलाई सजेसन। अनि योहरू त मैले नै रोपेको, ठ्याकठ्याकी रोपिदिएको तर के भयो कनि के भयो त्यस्तो राम्रो उयो भएन नि। यहाँनिर सप्रे नानी फुलहरू किन तपाईँले के लाउनु भएन भाउजू? स्याहार्नु राम्रो स्याहार्नु भएन कि के भयो? हेर्नु त युरिया र डिएपी हाल्नुपर्छ हौ अब। त त्यस्तो युरिया डिपी हाल्छ फुलमा? हाल्नुपर्छ। नो 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 बिग्रिन्छ, माटो बिग्रिन्छ क्या। युरिया डिपी त घरको छेउछाउमा झन् नहाल्नु, त्यो राम्रो होइन। हाम्रो आउने सन्ततिहरूको लागि राम्रो कुरा होइन। भावी सन्ततिहरूले अब हालेर बिगारी खाएको उहिले उहिले। यहाँ चाहिँ दाउरा एक थाक लिएर राखेछ। यो चाहिँ कतिमा किनेको अरे हाम्रो आमाले दाउरा? 1500मा होइन 4000 भन्दैछ त। ट्र्याक्टरमा लिएको सबै गरेर 4000 लाग्यो साथीहरू। यो काटेको लिएको 4500 लाग्यो अरे। फाइदा भयो कि नोक्सान भयो कि के भयो होला? यो चाहिँ हाम्रो पुरानो घर हो। हामी सुरुमा आएर यहाँ यो घर किनेर बसेको घर हो। अनि यो चाहिँ पुरानो किचन हो यतापट्टिको। अनि अहिलेको नयाँ घर चाहिँ यही हो। अब अघि देखाइसकेको छु होइन। अनि भित्र किचनहरू अब पछि होम टुर भनेर आउँछ त्यो भिडियो चाहिँ। त्यो चाहिँ किचन सिचन भित्र सबै थोक देखाइदिन्छ। अहिले बाहिरको मात्रै हेरौँ होला साथीहरू। यहाँ हाम्रो भाउजू बाहिरभित्र गर्दै हुनुहुन्छ होइन। त्यही छु घर बनाएकै 6 वर्ष भयो, कम्प्लिट भयो भने यो प्लान्ट लिएको भने 6 वर्ष कम्प्लिट भयो। 6 वर्षमा यत्रो हुँदो रहेछ है साथीहरू प्लान्ट। यस्तो खालको प्लान्ट यसलाई के भन्छ? एरिका पाल्म पनि होइन। एरिका पाल्म भनेको चाहिँ अलिकति मसिनो खालको डान्टी हुन्छ अनि धेरै झ्याम परेको हुन्छ होइन। त्यस्तो ठुलो पनि अब ठुलो त हुन्छ होला तर त्यति धेरै ठुलो हुँदैन। अब यो हेर्नु त यसको पातहरू कत्रो कत्रो छ। यो नै त्यत्रो ठुलो त होइन, यो हो चाहिँ हो। अब यो कत्रो हुन्छ भनेर पछिसम्म अब पछि पनि अपडेट गर्छु म तपाईँहरूलाई भिडियोमा। अनि राम्रो हुँदो रहेछ घर अगाडि यसरी दुईतिर रोप्दा। एउटा यहाँ छ, एउटा ऊ पर रोपेको छु मैले दुईतिर। अनि यसलाई मलजल पुऱ्यायो भने चाहिँ दामी हुने रहेछ होइन। भनेपछि तपाईँहरूलाई पनि यस्तो सिनेरी घरको अगाडि रोप्नु मन छ भने चाहिँ अहिले नै बजार गइहाल्नु होला। अनि किनेर लिएर रोपिहाल्नु होला गमलामा। किनभने टाइम लाग्दछ ठुलो हुनु है। 5-6 वर्ष भनौँ न। 6 वर्षमा यत्रो हुँदैछ भनेपछि त अब यत्रो प्लान्ट ल्याउँदा त 500मा 2टा किनेको। अब त्यतिखेर त अब सस्तो पनि थियो, अहिले त महँगो पनि होला। 500मा सानो बोट किनेर लिएको मैले 2टा। अहिले त अनि महँगो होला त्यही 2टा सानो किन्दा पनि। अनि यत्रो ठुलो किन्दा त महँगो होला नि त हौ। त्यत्रो महँगो किन्नुभन्दा चाहिँ अहिले नै बुद्धि पुऱ्याइहाल्नु है साथीहरू, बुद्धि पुऱ्याइहाल्नु। अनि त्यति भन्दै म अब आमाको सागबारीतिर पनि लग्छु है। यो मेरो फुलबारी मेरो र भाउजूको हो, मेरो पर्सनल होइन। हामी दुईजनाको भाउजू र मेरो फुलबारी हो। अनि आमाको चाहिँ सागबारी हो। यो सागबारी खेतबारी हो यतातिर। हाम्रो आमाले चाहिँ यो कुरिलो लिएर रोप्नु भएको अरे यो। तर अब यो मैले कुरिलो अहिलेसम्म खै गाउँघरमा फलाएर खाएको देखेको छैन। अब टिपेर खाइन्थ्यो। अरू के अरे कति महँगो हुन्छ नि त बजारबाट किनेर खाइन्थ्यो। राम्रो हो स्वास्थ्यको लागि राम्रो भनेर अब आमाले रोप्नु भएको छ। यतिको भएको छ, कस्तो हुँदो रहेछ यो म पनि विचार गर्नु पर्यो। अनि अब राम्रै फल्यो भने चाहिँ तपाईँहरूलाई पनि देखाउनु पर्यो फल्दो रहेछ है साथीहरू गाउँघरमा पनि भनेर।
है। अनि त्यति भन्दै पर साग रोप्नुभएको छ आमाले। अनि यता यो कलको छेउमा पानीको छेउमा राम्रो हुन्छ भनेर यो फुलहरू पनि रोपेको थिएँ, ठिकै भइरहेछ। अनि यता हो मेन त हाम्रो आमाको सागबारीहरू यता यहाँनिर छ आमैले रोप्नुभएको योहरू के भन्छ त्यसलाई, मुलाहरू। अनि यता साग छ, अलिअलि साग छ, यहाँ भर्खर पनि रोप्नुभएको छ, यो अस्ति नै रोपेर यत्रो भएर खाइसकेको पनि छ। यहाँ लसुन पनि यहाँ आमा र भाउजू भएर रोपेको हो यो लसुन होइन। अनि राम्रो भएको छ, लसुन पनि राम्रो भएर आएको छ। अनि पर चाहिँ हाम्रो कुखुराको खोर छ है साथीहरू, पर कुखुराको खोर छ। त्यहीँ चाहिँ नजाउँ होला, यहीँ टाढैदेखि देखाउँछु म यहाँ कुखुराको खोर चाहिँ। हाम्रो आमाले यता वरिपरि बारेर राख्नुभएको छ कुखुराहरू होइन। त्यति धेरै छैन होला कुखुरा अहिले मैले नै मेरै लागि छ कुखुराहरू। अब म सुत्केरी हो नि त, 2 महिने सुत्केरी, त्यही भएर 2 महिने सुत्केरीको लागि ल्याउनु भएको थियो, त्यही खाइँदैछ अहिले। अनि त घर नयाँ घर बनिँदैछ नि त छिमेकीको, एकछिन यहाँ बनिँदैछ। अनि यता अहिले टेम्पोररी बस्नुको लागि बनाउनु भएको होला यो सानो घर। अनि त्यहाँदेखि टक्क लाएर यहाँदेखि बाहिर निस्किने हो क्या हामी, डुङ 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 गरेर बाहिर निस्किने हो यहाँदेखि। अब कहाँ जाने तपाईँहरू, अब यहाँदेखि जाने कुराहरू पनि देखाइदिन्छु म। यहाँदेखि यता जाँदाखेरि बिर्तामोड कता जाने बाटो हो यो होइन। अब मेरो मेरो घर जाने बाटो पनि यही हो, मेरो दोस्रो घर जाने बाटो पनि यही हो। अनि त्यहाँदेखि यता जाँदाखेरि चाहिँ यहाँ राजगढ बुधबारे कता जाने बाटो हो। अनि त्यसपछि यहाँनिर चाहिँ के सुकाएको भने हेर्नु न, यहाँनिर के सुकाएको होला नि, ठाउँ नभएर हेर्नु न, आलास सुकाइदिइराख्नु भएको छ यहाँ हाम्रो भाउजूको काम होला यो। अब आमा र भाउजू दुईजनामा एकजनाको काम हो होइन। अनि यसरी हेर्नु न, फुलबारी त हेर्दा पनि राम्रो देखिने, ठक्कैसँगले यताबाट आएको धुलोहरूलाई पनि छेक्ने। अनि अर्को यसरी केहरू सुकाउनु काम दिँदो रहेछ भनेपछि त गार्डन एरिया देखाएँ मैले। यस्तो पुरानो घरहरू, मेरो पहिलाको घर पुरानो सुरुमा हामी आएर बसेको घर देखाएँ। त्यसपछि यतापट्टिको किचन छ, त्यहाँदेखि यता किचन छ यता होइन, किचन एरिया छ। अनि त्यसपछि अब गार्डनहरू देखाएँ, फुलहरू फुलेको फुलहरू, नफुलेको फुल, इन्डोर प्लान्ट, आउटडोर प्लान्ट। अब मलाई त्यति साह्रो अब नामहरू प्लान्टहरूको हरेक, अब म त्यस्तो गार्डन लभर भए पनि प्लान्टहरूको बारेमा त्यति धेरै जानकारीहरू त छैन, कुन प्लान्ट के प्लान्ट हो भनेर चाहिँ नामहरू चाहिँ। अब त्यही भएर मैले त्यति साह्रो एक्सप्लेन गरिनँ होइन। अब त्यही हो, गार्डन देखाउने काम थियो, देखाएँ। फ्लावरहरूको नाम सहित देखाउनु पर्ने दिनहरू आयो भने पनि देखाउँला त्यतिखेर होइन। अनि अहिलेको लागि चाहिँ यति नै भन्दै म यो भिडियोदेखि, यो भ्लगदेखि बिदाइ माग्न चाहन्छु होइन। अब भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला होइन। अनि सक्दो सपोर्ट गरिदिनु होला, किनभने जागर चल्छ नि त त्यसरी, साथीभाइहरूले युट्युब फ्यामिलीहरूले लाइक गरिदियो कमेन्ट गरिदियो होइन। अनि त्यसरी सपोर्ट गरिदिनु भयो भने चाहिँ अझै भिडियोहरू बनाउनु जागर चल्छ, अझै बनाइन्छ होइन। मेरो युट्युब फ्यामिलीहरूलाई धेरै धेरै माया। अनि त्यसपछि बाई बाई, सी यू इन द नेक्स्ट भिडियो भन्दै टाटा।